आजको रक्तदान भोलिको जीवन। रक्तदान नै जीवनदान हो। मृत्युसँग लडिरहेको व्यक्तिलाई नयाँ जीवन दिनु हो। आजको थिम रहेको थियो मत्ती 10:8। बिमारीहरूलाई निको पाएर मरेकाहरूलाई जगाऊ, सित्थैमा पायो सित्थैमा देऊ। र आज 15 अगस्त स्वतन्त्रता दिवसको पावन अवसरमा आयोजित रक्तदान कार्यक्रममा उपस्थिति भई रक्तदान गर्नुहुने सम्पूर्ण आदरणीय रक्तदाता महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। तपाईले दान गर्नुभएको रगतको प्रत्येक थोपाले कसैको अमूल्य जीवन बचाउनको साथै आजको दिनलाई साँच्चैकै अर्थपूर्ण र ऐतिहासिक बनाएको छ। देश र मानवताप्रतिको यो उच्च भावना अमूल्य छ। साथै यो ब्लड डोनेसन क्याम्प कार्यक्रमलाई व्यवस्थापन र सफल बनाउनुमा खट्नुहुने सम्पूर्ण शुभचिन्तकहरूमा पनि विशेष धन्यवाद व्यक्त गर्दछु। रक्तदान महादान हो, साथै पवित्र सेवा हो। यसर्थ यहाँहरूले बहुमूल्य समय निकालेर यस ब्लड डोनेसन क्याम्प अराइज बाइबल स्कुल अर्गनाइजरलाई सम्पूर्णता गराइदिनु भएकोमा आभार व्यक्त गर्दछु। यहाँहरूमध्ये डिकन छिरिङ तामाङ अराइज बाइबल स्कुल फर्स्ट ब्याचका स्टुडेन्टले जुस फ्रुट साथै केही रकम राशि योगदान गर्नुभएको छ। अनि मिस लाकित लेप्चा अराइज बाइबलका फर्स्ट ब्याचका स्टुडेन्ट हुनुहुन्छ। उहाँले धनराशि योगदान गरेर सहयोग गर्नुभएको छ। र मिस गीता सेवाले जोस योगदान गर्नुभएको छ भने मिस्टर मणिहाङ सुब्बाले पनि जोस योगदान गर्नुभएको छ। अनि मिस्टर पूर्ण बहादुर छेत्रीज्यूले पनि केही धनराशि योगदान गर्नुभएको छ भने मिस्टर विशाल छेत्रीज्यूले पनि धनराशि योगदान गर्नुभएको छ। साथै उहाँको आमा मिस कृष्ण कुमारी सुनुवारज्यूले पनि मोटो रकम दिएर आजको ब्लड डोनेसन कार्यक्रमलाई सहयोग पुर्याउनु भएको छ। त्यसपछि छोरी अनिसा थापाले पनि केही राशि योगदान गर्नुभएको छ। साथै म आफै पनि यसमा सहभागी छु। अन्तमा यो सबै कुराको श्रेय परमेश्वरलाई नै भएको होस्, किनभने उहाँको अनुग्रहद्वारा यो सब कार्यक्रमहरू सफल हुन गएको छ। हामी हाम्रो परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ। आज हामी सबैले मिलेर ब्लड डोनेसन अर्गनाइजर क्याम्पलाई सम्पूर्ण गराइदिनु भएको छ र हाम्रो ईश्वरलाई अति नै हाम्रो हृदयबाट धन्यवाद दिन चाहन्छौँ। साथै सिक्किम ग्यान्टोक मणिपालको स्टाफ, डाक्टर, नर्स, अन्य स्टाफहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको लन्च सर्भिसको लागि सिक्किम मणिपाल ग्यान्टोकका क्यान्टिनका सम्पूर्ण स्टाफहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। र यहाँहरूको आदरणीयता र योगदानलाई म कहिले पनि भुल्ने छुइनँ। अन्तमा अराइज बाइबल स्कुलका फर्स्ट ब्याचको प्रिन्सिपल आदरणीय नरेन्द्र राईका सर साथै उहाँ जेनरल सेक्रेटरीमा कार्यरत हुनुहुन्छ। साथै अराइज बाइबल स्कुलका फर्स्ट ब्याचका अति नै आदरणीय पास्टर सुजेन सर डाइरेक्टरको रूपमा कार्यरत हुनुहुन्छ। यहाँहरूलाई धन्यवादको मेरोमा केही शब्द नै छैन, किनभने जसको कारण आज मैले पनि यो पवित्र सेवा गर्ने शुभ अवसर पाएको छु। र यहाँहरू सबैलाई ईश्वरले धेरै अनुग्रह र आशिष दिएका होस्। तपाईँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।